नमस्ते मेरा प्यारा साना साथीहरू। आज हामी रिहु र हजुरबुवासँग बसेर एउटा रमाइलो कथा सुनौँ है त। सुत्ने बेला भइसकेको थियो, तर रिहुलाई हजुरबुवाबाट कथा नसुनिकन निन्द्रै लाग्दैन थियो। त्यही भएर रिहु हजुरबुवाकोमा गएर भन्यो, बा आज पनि एउटा कथा सुनाउनुस् न। हजुरबुवाले मुस्कुराउँदै भन्नुभयो, ठिक छ रिहु, आज म तिमीलाई बाघ आयो भन्ने कथा सुनाउँछु है। एका देशमा एउटा गाउँ थियो। त्यस गाउँमा कालु नाम गरेको एकजना गोठालो केटो बस्थ्यो। ऊ हरेक दिन आफ्नो भेडा बाख्रा चराउन गाउँको माथिल्लो डाँडामा जान्थ्यो। तर दिनभरि यत्तिकै बसेर गाई चरेको हेरिराख्दा उसलाई दिक्क लाग्थ्यो। अलि केही रमाइलो गर्न पाए हुने जस्तो सोच्थ्यो। अनि एक दिन उसको नटखट दिमागले एउटा ठट्टा गर्ने सोच्यो। अनि डाँडाको टुप्पोमा गएर चिच्यायो, गुहार गुहार, बाघ आयो। कालुको गुहार सुनेर गाउँलेहरू लट्ठी ढुङ्गा हँसिया लिएर त्यतातिर दौडिए। तर त्यहाँ उनीहरूले बाघ देखेन। कोही कहाँ छ त बाघ भनेर उनीहरूले कालुलाई सोध्यो। कालु खिटित्त हाँस्यो र भन्यो, मैले त जिस्केको पो त। गाउँलेहरू रिसाएर भुतभुताउँदै फर्किए। भोलिपल्ट फेरि उसलाई त्यस्तै ठट्टा गर्न मन लाग्यो। अनि फेरि चिच्यायो, गुहार गुहार, बाघ आयो, बाघले भेडा बाख्रा सबै खान थाल्यो। गाउँलेहरू फेरि लट्ठी ढुङ्गा हँसिया लिएर दौडेर आए। तर फेरि बाघ थिएन। कालु चाहिँ पेट मिची मिची हाँसिरहेको थियो। गाउँलेहरूलाई एकदमै रिस उठ्यो र भन्यो, याद राख कालु, अब अर्को पटक बोलायो भने हामी आउँदैनौँ। केही दिनपछि साँच्चीकै एउटा ठुलो बाघ जङ्गलबाट आयो र भेडा बाख्रा खान थाल्यो। कालु डराएर चिच्याउन थाल्यो, गुहार गुहार, बाघ आयो, मलाई बचाऊ। तर यसपटक गाउँलेहरू आएनन्। गाउँलेहरूलाई लाग्यो, कति जिस्किन्छ यो कालु, यत्तिकै हामीलाई उल्लु बनाउँछ। बाघले सबै भेडा बाख्रा खान थाले। तर कालु चाहिँ बल्ल तल्ल त्यहाँबाट बचेर निस्किए। र त्यसपछि उसलाई आफूले पहिलो झुटो बोलेकोमा पछुतो लाग्यो र सोच्यो, अबदेखि म कहिले पनि झुट बोल्दिन। रिहु, मेरो नाति, यो कथाबाट के सिक्यौ त तिमीले भनेर हजुरबुवाले सोध्नुभयो। बा, झुट बोल्ने मान्छेको कसैले पनि विश्वास गर्दैन, त्यसैले हामीले जहिले पनि साँचो मात्र बोल्नुपर्छ भनेर रिहुले भन्यो। शाबास रिहु, सही भन्यो तिमीले भनेर हजुरबुवाले रिहुको जिउमा थपथपाउनु भयो। अब चाहिँ तिम्रो निधरी परी तिमीलाई कुरिरहेको छ भनेर बाले रिहुलाई शुभरात्रि भन्नुभयो। मेरा प्यारा साना साथीहरू, आजलाई यति। अर्को कथा लिएर चाँडै आउँछु है त।